अब सुन्नुहोस् अन्तर्राष्ट्रिय समाचार छोटकरीमा। कश्मीरमा युद्धविराम उल्लङ्घनको आरोपसहित भारत पाकिस्तानमा तनाव बढ्दै, भारतले पाकिस्तानमाथि नाभिकीय हतियार केन्द्रमा आक्रमण गरेको दाबी। शान्ति वार्तापछि उत्तर पूर्वी युक्रेनमा रुसी ड्रोन आक्रमण हुँदा 9 जनाको मृत्यु, 4 जना घाइते। इटालीकी प्रधानमन्त्री मेलोनियालाई अल्बनियाली प्रधानमन्त्री एडी रामाले रेड कार्पेटमा घुँडा टेकेर नमस्ते गर्दै गरे गरिमामयपूर्ण स्वागत। ट्रम्पको साउदी अरेबियाबाट सुरु भएको खाडी भ्रमण सकियो। $1.2 ट्रिलियन बराबरको सम्झौतासहित सिरिया प्रतिबन्ध हटाउने ल्याए नीति। रुस विरुद्ध कूटनीतिक र आर्थिक दबाव जारी राख्ने EUको घोषणा। 18औं प्रतिबन्ध प्याकेज तयारीमा, राष्ट्रपति पुटिन शान्तिका लागि तयार नभएसम्म दबाव बढाइने। र सर्वोच्च अदालतद्वारा अप्रवासी डिपोर्टेसनमा आर्थिक रोक लगाएपछि राष्ट्रपति ट्रम्पको आक्रोश, निर्णयलाई अमेरिकाका लागि खतरनाक भन्दै राष्ट्रिय सुरक्षामा गम्भीर असर पर्ने चेतावनी। छोटकरी समाचार अहिलेलाई यति नै। ताजा समाचार सुन्न र हेर्नका लागि छोटकरी युट्युब च्यानललाई सब्स्क्राइब गर्नुका साथै हाम्रा सम्पूर्ण सोसल मिडियाहरूलाई फलो गर्न नबिर्सिनुहोला। नमस्कार।